साथीहरू यही रहेछ हो यहाँको फ्यामिली मार्केट छ त्यता के छ सब्जी म त यहाँ 10 मिनेटको भिडियो बनाउनु पर्छ यार ए के हो यो मेवा कस्तो कटर त्यसलाई ज्याकफ्रुट भन्दो रहेछ होइन इङ्ग्लिसमा अनि थुप्रो रहेछ त अनि 6 रुपियाँको यो 6 रुपियाँको ननिसेको यो थुप्रो रहेछ त ड्रागन फ्रुट त सस्तो पो रहेछ यार अनि हामीले राम्रो त कहाँ खान सक्छ त भाइ त्यही बिग्रेको खान्छ नि नेपालीले नेपालले त्यही बिग्रेको कुयो खान्छ अनि हामीले थोरै नै राम्रो पाउँछ मलेसियामा अर्ग्यानिक पुरा त्यहाँ छ क्या भाइ ल सब्जी चाहिँ यहाँ पाउँदो रहेछ बरु ताजा ताजा किन झिपझिप भयो फेरि यो टमाटर त लगाएको छु मैले हिजो टमाटर जिरा कट सब छ अब सब्जी चाहिँ लानुपर्छ अलिकति 3 रुपियाँ 60 को ठिकै रहेछ अनि खोइ त उयो तानेर के माथि लाने हो यो अनि ट्रेला चाहिँ खोइ कता अरे 3 रुपियाँको साग यार यो 3 रुपियाँको साग अरे साग त फ्यामिलीको त 1 रुपियाँमा पाइन्छ त यार यति सिमरायो डन्ठा मात्रै छ यो सिमे साग तर के महँगो यार त्यो त यति पनि हुँदैन त्यो त यहाँ यो सिमे साग यो चाहिँ खाने खालको सिमे साग हो यो 3 रुपियाँ 50 त्यो पनि सिमे साग हो डन्ठा डन्ठा हो यो हो सिमे साग हो त्यो होइन होइन यो त उयो रहेछ कटरको मुन्टा हो के अरे कटरको होइन मटरको यार बिर्सिसकेको छु यार मैले कटर मटर भन्न पनि यहाँ महँगो छ यो दुङदुङको साग भन्छ हाम्रोतिर माछा त खिच्न दिँदैन होला यार साम्बाल सिम्बाल यो चाहिँ हाम्रो यताको फ्यामिली मार्केट रहेछ यो फ्यामिलीमा चाहिँ म फर्स्ट टाइम आएको यार तेरे झलक शर्फी
ए तेल छ अहिले के केएफसी बनाउनु पिठो हो यो ए होला होला चिकन त बनिन्छ अब तेलमा होइन त्यतिमा त बङ्गलाकोमा पाउँछ र यार तेल त पर मेनुहरू ल्याउनुपर्छ हामीले खाने खालको छैन क्या चामल ए भाइ छ यार कस्तो कुरा गर्छ यार त्यो सबै हामीले खाने त तिमीले हिजो यही चामल खाएको होइन त्यो नसेवाले दिएको होला नसेले कान त दिन्छ यो चामल तर अलिकति क्याप्चर गरौँ भनेको गयो हो यहाँ परि तामाङ रहेछ नाम साँच्ची नै त्यो कहाँ गयो त्यसको पछि लाग्छु ल म अनि के घुम्नु आएको न केही किन्यो न केही किन्यो कहाँ पाउँदैछ नेपाली केटीहरू गर्ने हो कुनै पनि चामल लागि यहाँ स्क्यान गर्ने हो र छोडा त हरि म एउटा सानो रेडियो वाकम्यानहरू यार जमानाको यहाँ रहेछ ल 55 रुपियाँ हो रहेछ यहाँ नि चल्छ यस्तो कुरा रेडियो वाकम्यान हो यो अन्त माल ओवन किनेर लिएर सेको बन्न खाउने यार काका जम्मा 129 रुपियाँ त पर्दो रहेछ नि ओभनलाई माछा सुब्बामा हालेर तारेर खान कस्तो मजा आउँछ नि मिठो गर्नु यो नि फ्राई प्यान यसलाई भन्छ फ्राई प्यान फायर फ्राई भन्छ फायर फ्राई फ्राई प्यान पनि भन्छ फायर पेन फ्राई पेन एयर फ्राई पनि भन्छ ओहो कति रह्यो ओभनको 129 130 भनौँ न तर कुखुरा हालेर खाना कस्तो मजा आउँछ आज बारबिक्यू गर्छ आज केटाहरूले हामी पनि के गरौँ न त आज उनीहरू गरोस् कसले के गर्छ अरे बारबिक्यू खोइ कोइला सोइला किन्दैछ केटाहरू कसकोमा पछाडि बारबिक्यू गर्छ समीरहरूले त्यो मोक्काहरूले हामी पनि गर्ने आगा हामी के गर्ने कोइला लिएर पनि गाउँबाट हामी पनि पुग्नु कि एउटा कुना पक्षमा बसेर के बोल्ने के बोल्ने माछा लिएर गएर पोल्ने के पोल्ने पोल्नु त के पोल्छ त आलु पोलेर खाने भएन ओ भने के पोल्ने भन्छ यार च्याउ कानफुल खाने त्यो त साह्रो हुन्छ ए मासु लिएर जाउँला भने त कति दिन जाँडो पर्छ त्यो यार हो यो ग्लोभ लाउनुपर्छ हौ यो नेपाल जाँदा घरमा यसो काम गरेर के ए नेपालमा थुप्रो पाउँछ हौ अङ्कल गलफ त अहिले त नेपालमा सबै पाउँछ क्या खोइ पानी एक्सेस गर्छ हौ त्यो ट्याङ्कीहरूमा हाल्छ त पानी ए त्यो क्या त्यो यो जे भए पनि गेडा नै सम्झिन्छ अङ्कल फेरि गेडा हेर्नु मनपर्छ त्यो पहिला त्यो मने बाजेको हेर्नुभयो तपाईँले
भनेको मलाई चाहिँ एउटा फ्यानको साह्रै समस्या छ क्या मेरो ल्यापटपको लागि। यो लानु त यहाँ टक्क बाल्नु भइहाल्छ नि तपाईँलाई। यो तिमीलाई काम आउँछ चेप्ने हो। कसरी चाहिँ तपाईँ चाहिँ 10 रुपियाँलाई लानु यो। चेप्ने छैन त्यो। यस्तो पनि हुँदो रहेछ है त। के लाङमाले किने जस्तो फ्यान हो कि? राम्रो हुन्छ नि, धेरै हावा दिन्छ नि। त्यो गाड आएको छैन, गाड त्यो के त कस्तो मजा हावा दिन्छ। कति रहेछ? 115 रुपियाँ रहेछ दाम चाहिँ। ल माल त यो ठिक रहेछ यार, तर 49 रहेछ के यार, पैसा नै छैन अहिले ल्याए। डेलीहरू पो रहेछ अरे यसो रहेछ। ए यहाँ सब पाउँदो रहेछ काका, सब पाउँदो रहेछ। म हेर्न मात्र त आएको नि। के गर्नु त भाइ, धन पनि छैन मन पनि छैन, बहुत टेन्सन बा। यता रहेछ, यता यता होलसेल 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 आऊ न। मलाई भोक लाग्छ कि त बजार चामल दिनु कि त खुवाउनै मलाई साथीहरूले पनि सुन्नु लाग्छ मलाई भोक लाग्यो। बिहान पनि 5 हजार उठेर खाएको। मैले भात रहेछ त्यही खानु भन्यो। त्यही त अन्त हिजो हाम्रो भात खाने मैले रोटी ल्याएको थियो। लुगा त सस्तो रहेछ हो केटा, 9 रुपियाँ 9 रुपियाँ। लु कम्पनीमा काम गर्न लाउँदा हुन्छ त त्यसरी यार 9-10 रुपियाँ त है। 9 रुपियाँ हो त, 9-10 रुपियाँ भनेको त त्यो 10 रुपियाँ राम्रो पर्यो त यो। त्यो त राम्रो खतरा लाउँ अरे हिँड्छ। सानो हुन्छ साइज। सानो शीतल पनि हुन्छ, के को सानो हुन्छ हो, सानो छ त राम्रो त। कस्तो केटा अनसाइजको यार। खोइ त म यता पोइन्ट हेरौँ त, एउटा पोइन्ट हामीलाई चाहिँ एकदम पुरै आज आज भोलि भोलि ल हो यो फेरि कसले लाउने सम्पत्ति हो फेरि यस्तोहरू चाहिँ फेरि यार, हामीले लाउने सम्पत्ति चाहिँ खोइ। अब म घर त जानुपर्छ केटाहरू, जसो तसो एउटा फोन त मैले किन्नै पर्यो। के चाहिँ 15 को भेषहरू ठिकै छ त। भीमा चाहिँ छैन यहाँ, भी टी सर्ट हेर्नु मन लागेको थियो मलाई चाहिँ, टी सर्ट भेष भन्दा नि। सानो हुन्छ त्यो तिमीलाई।
उहाँ त्यही हेर्नुपर्छ हो, हामीले त त्यही हो, हामीले आने त त्यही हो। यो भिडियोलाई वेलकम सेलकम पनि गरेन म।